हामीहरू यता रुकुम पश्चिमबाट। हजुर टिकट लाग्छ। हजुर कतिको हो? एकदमै 100 रुपैयाँ। ए हजुर हुन्छ। God. तपाईँबाट अरू टिकट लाग्नु? हजुर 3 जना। बाटो घरतिर गएर हो गाडी नम्बर भन्नु। लुम्बिनी प्रदेश 01 01001 001 0365 365 हजुर 65 मोबाइल नम्बर 98 694 694 69 436 70 69 69 जानु हो बाङमा काम। हजुर लास्ट चिसो है लास्ट चिसो पनि बाटो पनि त्यस्तै खतम। बाटो त गएन अरे त धेरै राम्रो अहिले। 3 वर्ष अगाडि आएको थिएँ। हजुर नाम दिल्ली ओली। के दिल्ली ओली दुईटा बाइकको नम्बर टिपाउनु पर्छ कि एउटाको भयो भयो? दुईटाको। बाइक नम्बर रा 8 प 12 21 मोबाइल नम्बर 97 03 03 46 46 82 14 82 82 14 हजुर। कहाँ हुनुभयो? रुकुम पश्चिम बाँफीबाट हो ठेगाना। भन्नु अर्को नाम। ओए बादल तेरो नाम के छ अरे? तेरो राजेश केसी। अर्को नाम तपाईँ? विकास ओली हजुर। बाइक नम्बर बादल बाइक नम्बर भन् त तेरो। बा 8019 8019 हजुर। चेन त सबै छ। चेन छैन। एकछिन है त्यो फोन गर्छु म। पठाऊ कि टिकट काटौँ भन्ने बेला। अब अहिले गएर खाना खाएर माथि हिँड्दा तपाईँले 12-1 बज्छ। त्यहाँ माथि बस्नै आँट पर्छ नि बुकी। खै के हुन्छ हेरौँ अहिले। माथि बस्नु गाह्रो छ। गाह्रो छ है लास्टै चिसो होला। त्यो चिसो भएर यो त रेनकोट लगाएर आएको छु कि म त हावा छेक्छ कि भनेर अलिकति। त्यो लेकको र पल्लो लेकको बाटो त त्यही छिर्ने पुगी जाँदैन। हजुर बाइक त जाँदैन होला त्यहाँ? जाँदैन बाइक। ए हिँडेर जानुपर्छ। कति टाइम लाग्छ खासमा हिँडेर? तपाईँको ती खाली गर्नु 3 घन्टा हो नि। हामी चाहिँ पुरै भारी पुगेर चाडमा लाग्छ हामीलाई। ए त्यसो भए 3 घन्टा लाग्ने भयो त्यहाँ बुगी पाटनतिर जानलाई। त्यस्तो ठाड्डे उकाल त छैन होइन। हजुर यस्तो खोला यस्तो घुमेसँगै बाटो। ए
नत्र त माथितिर गएपछि यता हिमालय हेर्ने अलिक माथि बाहिरतिर गयो भने हिमालमा यहाँ देखिन्छ हजुर चेन छैन नि त्यो ठाउँ छैन अरे फोन बेसी भएन त्यो पैसा छोडेर जानुपर्छ नि फुल्ला यो निकुञ्जले टिकट काट्ने ऊ त्यहाँ माथिको हाई एकजना भएर हजुर साउन्ड परबाट हेरौँ एकछिन बर्खामा चिनिन्छ नि अहिले भन्दा नि हजुर पार्नु पयालै हुन्छ फुल सधैँ फुल्छ होइन हजुर बल्ल अहिले त के छ अलि हिउँ मात्रै पर्ने हो हजुर बर्खामा रमाइलो हुने यो खाना खाने कता मिल्छ होला यता खाना हजुर खाना यस्तो होटल पनि छ हजुर यताबाट जाँदा पनि मिल्यो होइन यताबाट गयो भने फेरि यताको खासै हिँड्ने अलिअलि होटल भएको हजुर यहीबाट जाने हजुर यो कुवा तरेर पारि जाने हजुर यो कुवा तरेर पारि गएपछि ठ्याक्क एउटा जाने बाटो आउँछ एउटा माथि जाने बाटो आउँछ हल्का माथि चढाइ हुन्छ कि अलिकति हजुर ठ्याक्क माथि लाग्यो भने हाम्रो बेरेग आउँछ बेरेगबाट ठ्याक्क दायाँ छिर्नु होला उता पुरै बजार चाहिँ गाउँ छ कि उता हजुर त्यहाँदेखि जति पाइन्छ होटलहरू बस्न खानलाई त्यही बात नजिक पर्छ दुईजनालाई हजुर अब यता उल्टो उल्टो पर्छ नि यो घोडा चढ्न त मिल्छ यहाँ तल हुन्छ त्यो त्यो पाहाड देखिरहेको थियो हरि त्यहाँ घोडा चढ्ने त्यो पुरा त्यहीँ हुन्छ घोडाहरू हजुर पाहाड देखियो नि त्यो हरि ओराउन्ड हजुर हजुर हो त्यहाँ हुन्छ घोडाहरू धेरै चढ्नलाई हजुर त्यहाँ अहिले ल्याएको घोडाहरू त्यहाँ मान्छे बसिरहेको होला ए त्यही त्यो गाउँ त्यो घोडाको हो अहिले चाहिँ खासै अब यो घोडाहरू कम छ कि बर्खामा पनि धेरै हुन्छ ठाउँ हुँदैन घोडाले पुरै घोडा मात्रै हुन्छ कि। पछि बर्खातिर हुन्छ होला यस्तो हेर्दाखेरि रमाइलो अहिले टाइपको सबै तल झरिहाल्यो चिसोले हजुर बर्खामा यो सेतो पहेँलो फुल फुलै भइरहेको हुन्छ कि हजुर अहिले चाहिँ सब सुकिसक्यो अहिले त हिउँ मात्रै अलिक माथि माथि गयो भने हजुर नाउ झालसाल कहिले देखिन्छ बाटोमा त्यो हजुर तपाईँहरू कहिलेकाहीँ आउने देख्नु सक्नु भन्दैन छ त्यस्तो हुन्छ कि हजुर सन्जोग परेर यसो डाँफे मुराहरू पनि देखिन्छ हजुर अब कहिलेकाहीँ देखिँदैन केही पनि देखिँदैन यता शिकार गर्न पनि मिल्छ अरे होइन सरकारबाट त्यो उलिनुपर्छ प्राय विदेशीहरूले गर्छन् रे हामी नेपालीले कहाँ सक्छौँ त एउटा त्यो मिरेर माग्नलाई 4 लाख कति सक्छौँ त हामीले त्यही त गाह्रो छ हो कि नै हो एउटा डाँफे माग्नलाई हामी 2 लाख दिन सक्छौँ त हामीले सक्दैनौँ नि त हजुर उनीहरू सोकिङ गर्ने त भइहाल्यो सोक हजुर Sering nggak beda? Ketemu kita ini mau kita sana. Ketemu kita ini aja udah sih sana. केही छैन माथि पाटनतिर अझै 3 घन्टा लाग्छ अरे म पहिला पनि गएको छैन Jangan sudah नजाउँ हिँडेर 3 घन्टामा हजुर हजुर पानी चाहिँ छैन ए छ यता निर छ र हामीसँग त एनसिएल हो काम गर्छ गर्दैन खै खै हेर त टावर दिया पैसा छैन कि यार काशी भयो नि त पछि पछि गाउँला नि त उहाँ पठाइनु अहिले पछि गाउँला अहिले उहाँलाई पठाइदिएछ आनन्द भयो
टिकट लिएर आउँदा हस् हुन्छ सर हस् हजुर हजुर नि हजुर हजुर हस् हजुर आजै फर्किन्छ होला सर हामीहरू रुकुम पश्चिमबाट रुकुम पश्चिम बाँफीकोट बाँफीकोट गाउँपालिका स्यारबुताल नजिकै ए हजुरको ए हजुर ठिक हजुर हस् हजुर ए हजुर हुन्छ हुन्छ हस् हस् ल त यताबाट जाउँ पहिला काट्थ्यो कि यार उनीहरूले काट्यो म त केही थाहा छैन भूमि मात्रै घुम्यो आउँछ